अनि त्यसै विषयमा चाहिँ हेर्न भनेर म गएको थिएँ। गएपछि उहाँहरूले के भन्नु भने म इन्जिनियरसँग कुरा गर्छु भन्दै भन्दै उहाँले चाहिँ 81 मलाई चाहिँ यसरी चाहिँ हात हाल्नुभयो। हालेपछि मैले दाइ किन यस्तो गर्नुहुन्छ, मैले सोधेको नै छैन, म पनि मानव हो, म नि मान्छे हो, म पनि यही ठाउँको हो भन्दाखेरि त यो ठाउँको हुँदैनस् भन्ने कुरा गर्नुभयो। अनि त्यसपछि किन दाइ यस्तो गर्नुहुन्छ, म इन्जिनियरसँग कुरा गर्न सक्छु भन्दा भन्दा उहाँले चाहिँ हात हाल्नुभयो, हान्नुभयो। अनि त्यसपछि चाहिँ मैले छेक्छु भन्दाखेरि उहाँको बुढी आएर हान्नुभयो। बुढी आएर हानेपछि उहाँहरू मोटरसाइकलमा आउँदै झोर्दै हान्दै कहिले इँटाले, कहिले हतियारले, कहिले केले हाने गर्नुभयो। अनि म खुन पछि भएँ, नाकाबाट मुखबाट सबैबाट रगतै रगत। इँटाले हान्दाखेरि खुट्टाबाट रगत, सबै रगतै रगत भए। अनि आमाले चाहिँ मेरो छोरालाई मारिदिने भयो भनेर बचाउन जाँदाखेरि आमालाई पनि त दलित भएर बिचमा बसिसस् अझ बचाउन आउँछस् भनेर आमालाई पनि पिट्नुभयो। अनि आमालाई उहाँहरू धेरै पिट्नु, धेरै यातना, बारम्बार यातना दिनुहुन्छ, बारम्बार हो यातना दिने, सनै नसक्ने सत्य बारम्बार यातना दिनुहुन्छ। अनि त्यसपछि चाहिँ किन यस्तो गर्नुहुन्छ भन्दाखेरि पछि चाहिँ भाउजूहरूले त्यो घरभित्र जान्छु भन्दाखेरि पछि फेरि खुकुरी लिएर आएको थियो हान्न। अनि त्यसपछि चाहिँ भाउजूले भन्नुभयो मार्छ, यिनीहरूले मार्छन् बाबु भित्र जानु भनेर भित्र जाँदाखेरि पनि अनि त्यसपछि चाहिँ फेरि पनि भित्र पनि उहाँ चाहिँ हान्न आउनुभएको थियो। हान्न आउने क्रममा चाहिँ अब आमा छोराछोरी हामी चाहिँ भाइ पनि छ, मेरो कान्छो भाइ पनि हुनुहुन्छ। अनि त्यसपछि चाहिँ हामीलाई आज मार्ने भयो, यसो घरभित्रै मारेर फेर्ने भयो भनेर भन्दा भन्दै अनि त्यसपछि पछि फेरि हामी भित्र बस्यो, ढोका सोका च्यानल गेट लाएर बस्यो। त्यसपछि पनि उहाँहरू वरि र पोरी बाहिर आइज भनेको भनाइ गर्नुभएको थियो। बारम्बार यातना, दलित भएर बिचमा बसेछस्, यो राडी भनेर आमालाई एउटा विधवाको हुन्न र जसको पनि हामी पनि यातना दिएको दिँदै अहिले फेरि यहाँ चाहिँ हामीले केस दर्ता गर्न भनेर दियौँ, केस पनि दर्ता हुँदैन। घरि के भन्नुहुन्छ, फेरि पक्राउ पुर्जी देश भनेर पक्राउ गरेको मान्छेलाई नि छोडिदिनुहुन्छ। अनि हिजो भैरवा उस गर्न गएको सरकारी वकिललाई